के भनौँ खै करिमै रुखो छ हाम्रो गाउँमा पानीकै दुखो छ पानीकै दुखो छ करिमै रुखो छ हाम्रो गाउँमा पानीकै दुखो छ पानीकै दुखो छ। त्यही पानीको समाधान होला भनेर बुढीलाई उपमेयर बनाएको हेर्नुहोस्। खै कहिले हो कहिले त नि हो नि। अब 83-84 लाएपछि त्यसपछि फेरि फ्याक्ट गेट आउट हुन्छ। त्यसपछि त हेराहेर हो। गीत यो गीत स्पेसली तपाईँको श्रीमतीको लागि हो? मेरो भावना हो, मेरो मनको दुःख हो। अहिले पनि 21औं शताब्दी लाउँदा पनि मान्छेले घर घरै तातो चिसो पानी प्रयोग गरेर बसेछन्। देश विदेश कहाँ कहाँ मान्छे कति सुख सयल गरेर यस आराम गरेर बसिया छन्। अहिले 21औं शताब्दीमा पनि हामी त ढुङ्गे युगमा छौँ। ढुङ्गे युगमा छौँ। एउटा घरमा धारा पानीको धारा पनि छैन। छैन। के अरे पँधेरा गएर सोहोरेर अनि कोतारेर पानी लिएर आउनुपर्छ। के गर्ने त अब त्यस्तै गाउँमा जन्म लियौँ। के गर्ने त विदेशतिर जन्मिनु पर्ने। एकचोटि जाउँ न समय मिलाएर तपाईँको गाउँ। खै म आफै त जान भ्या छैन। दसैँमा जाने हजुर मिल्छ भनेदेखि जानु होला। श्यामराणाको गाउँ कता हो भने जान्छौँ। घरमा को हुनुहुन्छ अहिले? बाबा आमा दाइ भाउजू दाइको छोरा छ। मेरो बुढी चाहिँ उतै नगरपालिकाको क्वार्टरमा बस्छन्। छोरी छन् त्यतै छन्।